सुशील छेत्रीले सबैलाई छ नि हँसाउनुहुन्छ हैन हाँस्ने मान्छेको कला हो हँसाउने पनि कला हो नि त यो दुवै हुनुपर्छ नि मान्छे निपुणता चाहिन्छ तपाईसँग सबै गुण छ मान्छे किन हाँस्छन् भन्नु त किन भन्दाखेरि मान्छे मात्र एउटा प्रजाति हो जो हाँस्छ तपाईले गधा हाँसेको देख्नु भएको छ यदि गधा हाँस्न थाल्यो भने बुझ्नुस् कि त्यो मान्छे बन्ने प्रक्रियामा छ र यदि मान्छे हाँस्न रोक्यो भने बुझ्नुस् कि त्यो अब गधा भन्ने प्रक्रियामा छ तपाईलाई गीत गाउन आउँछ गीत गाउन आउँछ भन्ने बित्तिकै तपाईँ फेरि गाइदिनु न भनेर भन्नुहुन्छ तर कन्टेन्टको अभाव छैन हाँस्यव्यङ्ग्य क्षेत्रमा कन्टेन्टको खडेरी भनेर भन्नुहुन्छ नेपालमा कमेडी क्षेत्रको जस्तो कन्टेन्ट टनाटन भएको ठाउँ त कहीँ पनि छैन के छ नेपालमा कन्टेन्ट जता हेर्नुहोस् त्यतै छ एउटा ठुलो कन्टेन्ट त तपाईँ आफै हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है तपाईँ एउटा कुरा तपाईँ हेर्नु तपाईँ काले दाई काले दा यस्तो वाला तपाईँ अब भाउजू हेर्छु मा कसम मैदा जस्तो गोरो छ तपाईँको जोरी हेरिसकेपछि मलाई कस्तो लाग्छ त जेब्रा क्रस जस्तो हालांकि हम क्वेश्चन जहाँ पूरा यहाँ हेर्न सक्नुहुन्छ तपाईँ रेडी गरेछु तर हामी यति ट्यालेन्ट छु कि तपाईँलाई क्वेश्चनको आवश्यकता पर्दैन हामी आफै म जवानी क्वेश्चन छोडिदिन्छु म भन्दै हो आन्सर हेर्नु पर्दैन नहेरी दिदिने तपाईँको एक्जाममा त तपाईँ चिट छोडेको जस्तो लाग्छ यार मेरो खराब पानी छ सुरु गर्नु त भाइ के नारियल फुटाउनु पर्छ अब यहाँलाई सर्वप्रथम पहिलो प्रश्न हामीलाई दोस्रो प्रश्न गर दोस्रो गर हजुर हामीलाई पहिलो नगर दोस्रो गर Who let the dog out? बता अब के काटी लियो भने के अब न चब बता न who let the dog out? कुकुरको कुरा छोडम यहाँलाई के कुकुरको छोरा कुरा छोरो हुन्छ गरा जस्तो पत्रकार छ न साफ सुकिहालेछ यो हट डगले पुरा हटे डग खाएछ साफ हेर छेछराइकन मुख हेर्न रे पोलियोको ब्रान्ड एम्बेसडर साला दिमाग खराब गरिदिएछ एक कपाल हेर्न कोही लाग्छ पान खाएर थुकिदियो हैन एम्बुलेन्समा आएको म ओके सुरक्षा चाहिँ खासमा नाच्नै नआउने हो कि नाच्न मन नलाग्ने हो म खासमा बाथरुम डान्सर हो बाथरुममा डान्स गर्छु खतम म त आँसु आयो भनेको नसुनिरहेको मैले लो मार्यो मलाई मार्यो हाम्रो नाम मिठाई लालो सर मिठाई हाम्रो बुवाको नाम श्री लड्डुलाल बुवाको नाममा गरे हामी श्री लगाउनु पर्छ हाम्रो आमाको नाम श्रीमती रसमलाई देवी मिठाईवाला खानदान छ हाम्रो अरे बाप तपाईलाई छोयो भने गुलियो हुन्छ क्या हैन चाटेर हेरिनु